यो चाहिँ म इटरी हटे आइरहेको छु हेरौँ के पाइन्छ यहाँनिर अच्छा यसरी उयोहरू राखेको हुन्छ है अनि यहाँनिर चाहिँ तपाईँको चाहिँ नि के भन्छ आलुहरू गरेको हुन्छ लुगाहरूको स्टल हुँदो रहेछ यहाँनिर सुरुमा हुन्छ माटोको भाँडाहरू प्लस एकदम ट्राफिक हुने रहेछ तपाईँको चाहिँ बिरुवाहरू सागहरू यसरी बेच्दो रहेछन् यो चाहिँ ट्याङ्ग्रा पुल नजिक हो एकदम ट्राफिक के यहाँनिर मान्छे हिँड्ने बाटो छैन यो सिटीहरूले अलिक बढी उयो गर्दो रहेछ सिटीहरू स्टल यहाँ घडी बेचिरहेछ होइन यो एरिया चाहिँ यहाँदेखि चाहिँ यता कपडाहरूको रहेछ चिउराहरू पाउँदो रहेछ कपडाहरूकोदेखि म तलतिर लाग्दैछु हेरौँ के हुन्छ है जुत्ता स्लिपर सबैको यो एरिया चाहिँ यसको रहेछ विन्टर लागेछ विन्टरको लुगाहरू यतापट्टिबाट कपडाहरू रहेछ यता यो पनि कपडाको स्टल रहेछ फुड हेरौँ के पाउँदो रहेछ स्टल राखेको रहेछ फास्ट फुडको यसरी फेरि पाउँदो रहेछ कसरी पाउँदो रहेछ सोधौँ है कसरी हो दिदी पकौडा कचडी पकौडा कसरी हो 5 रुपियाँ गोटा टेस्ट गरौँ ल दिनु त मलाई म डिस्को लिँदैछु अबे साले तभी मेरा माफ करना गुस्से में इधर उधर निकल जाता हूँ 20 टका दुईटै गरेर दिनु ल मिक्समा हेरौँ न कस्तो रहेछ क्लिनिङ आइटमहरू सबै हटियामा सबै थोक लाग्दो रहेछ ठुलो एरियामा रहेछ हेरौँ बराबर गाड़ी घोड़ा बहुत बात रखा
खान्छ थ्याङ्क यू आइसकेको छ है टेस्ट गरौँ कस्तो छ यता गएर दालहरू यहाँ सरफहरू पाउँदो रहेछ ग्रोसरी आइटमहरू लसुनहरू है यो लाइन चाहिँ त्यस्तैको आइटम रहेछ फुड चाहिँ एक ठाउँमा पायो अब कस्तो हुँदो रहेछ चाहिँ टेस्ट गरेर भन्छु उडाइसकेको छ टेस्ट गरौँ कस्तो छ है ऑयली छ अच्छा ठीक है स्पाइसी र ऑयली रहेछ मिठो छ हाइजिन चाहिँ छैन तर छ दालहरू रहेछ यहाँ दालहरू छ अब यता फेरि होलसेल जस्तो छ पुरै मार्केट छ होइन उलनको क्लोथहरू अब विन्टरको क्लोथहरू एकदम बढी मात्रामा छ एकदम मार्केटिङ भइरहेछ राम्रो छ लुगा चाहिँ सिद्धै होइन लुगा एकदम बढिराख्ने रहेछ कागती अब यता सब्जीको रहेछ पकाले कागती रहेछ सागहरू है त्यहाँतिर धनियाँहरू यो अब त्यसको आइटम भयो दुनोहरू पनि पाक्दो रहेछ यहाँनिर कसरी हो दुनोट एक सयमा 3 किलो उता के भन्छ आलु 100मा 3 किलो आलु पाउँदो रहेछ राम्रो खालको है मुलाहरू मर्निङ यो किचन आइटमहरू लिन्छु होला ग्रोसरी आइटमहरू अहिले लिन्छु चाहिँ एकचोटि एक्सप्लोर गरौँ सुरुमा अनि त्यसपछि लिउँला है यहाँ सुन्तलाहरू आएछ कति कसरी हो सुन्तला 140 यो 100 हो 90 ले लानु त 1 किलो पहाडको फ्रेस एकदम अर्ग्यानिकमा आउँछ साच्चै भनेको एकदम राम्रो छ हो साच्चै भनेको यो चाहिँ कसरी अरे 140 रुपैयाँ किलो यो 100 लो 90 यो चाहिँ कसरी आउँछ त हजुर कतिसम्ममा आउँछ यो भिडियोमा जान्नुहुन्छ के यो कतिसम्ममा दिनुहुन्छ कतिसम्ममा आउने गर्छ 40 अब धेरै लानु भने तपाईले 130 सम्म दिन सक्छ 5 किलो सम्म लानु भने 130 दिन सक्छ म 130 ले दिनुहुन्छ अरे मलाई राखिदिनु 2 केजी ल 2 किलो ले ठीक है भ्लग हैन ठिक छ मेरो च्यानल निरोल विश्वकर्मा छ सबैले गरेर मेरो युट्युब च्यानल चेक आउट गरिदिने म एउटा र्याप पनि गर्छु हैन सबैजनाले केही समयपछि मेरो भिडियो पनि आउँछ सबैजनाले निरोल विश्वकर्मा युट्युब च्यानलमा गएर सब्स्क्राइब गरेर हैन सहयोग गरिदिनु होला हैन प्लसमा दाइको च्यानल पनि सब्स्क्राइब गरेर बेल आइकन अल सबैले थिच्दिने थ्यांक यू कसरी हो सुन्तला यो 140 यो 100 हो 90 ले लानु देखि चाहिँ तैले सुन्तला कसरी हो 140 राम्रो हाल्नुस् ल तपाई नि हाल्नुस् ल त्यसैले देखि ताजा भयो कसरी हो सुन्तला 20 रुपैयाँ एउटा त जान्छ हौ त्यति त यार हैन
यो हो नि यो उयो चाहिँ Thank you. किन ताजा भन्नु किन भन्नु त भाइ पनि ऱ्याप गर्ने हो यस मेरो भिडियो थुप्रो छ हेर्नु न टिकटकमा तर ओके ओके के छ च्यानलको नाम निर्मल विश्वकर्मा निर्मल विश्वकर्मा ओके ल थ्याङ्क यू है अनि यहाँ चाहिँ ऊ आइटमहरू आउँदो रहेछ करेलाहरू मैले नि सुन्तला 2 केजी लिएँ एकदम राम्रो भनेर 40 रुपियाँ केजी पाउँदो रहेछ पाहाडकै भनेर किनेको हो पनि त्यहाँ रोटी नै छ ठिकै लाग्यो वहाँबाट ल्याएको कसरी हो गरौँ होइन प्याजहरू रहेछ 100 रुपियाँ पोकाले त्यो कमाउँदैछ अघि पनि त्यहाँ यही छ माहौल है उतापट्टिहरू लोकल बोडी चाहिँ आधी किलोको 70 सोध्नु पनि पर्दैन आफै भनिदिनुहुन्छ उहाँहरूले आफै भनिरहनु भएको हुन्छ होइन यतातिर हुँदैछ यहाँनिर चाहिँ हाम्रो नोटहरू पाउने रहेछ यतातिरबाट पनि हामी फुर्क्यौँ होला हामी बङ्गुरो हन्ट गर्न जाउँ हेरौँ कहाँ के कति कसरी पाउँदो रहेछ म चाहिँ रिसेन्टली एलर्जी भएर छोडेको छु खानालाई किनकि मलाई त्यो अस्ति हाम्रो एक ठाउँमा राम्रो ठाउँमा पाउँछ त्यहाँनिर खाना खाएको एलर्जी भइरहेछ अनि सर्टेन टाइम त्यसले हो कि भनेर दबाई पनि खाइरहेको छु सर्टेन त्यो खाएको दिनदेखि भएको हो त्यो भएर अहिले चाहिँ छोडेको होइन यो हाम्रो दिदीहरूको स्टक यहाँनिर सुँगुर बङ्गुर पाउँछ कस्तो हुन्छ भने उताबाट किनेर ल्याउने सुँगुरको मासु यहाँ पोल्दिनुहुन्छ पकाइदिनुहुन्छ है यहाँ बसेर खाने गरिन्छ हामी यतै स्टकमा आयौँ कसरी के छ क्याप्सिकम साग पनि पाइरहेछ धनियाँ बोडी अमला तरुल यो स्मल तरुलहरू पनि आउँछ यो तरुलको जरा पनि आउनु थालेको छ अब बिउहरू पाउँदो रहेछ बिउहरू पनि पाउँदो रहेछ अब यस्तै हो तराईको हटियामा बेसिकल्ली हो यो तराई भन्नुतिर भनेको सब्जीको बढी हुन्छ व्यापार हुन्छ किनकि हटिया भन्ने बित्तिकै अरू कुरा भन्दा पनि सब्जी किन्न आउनु बढी हुन्छ अब सबै थोक बिक्री हुन्छ बिक्री त तर पनि धेरै चाहिँ सब्जी किन्न आउनुहुन्छ जौ घाँसको अनि यतातिर चाहिँ ग्रोसरी आइटम अब सबै दाल साल अनि तपाईँको चाहिँ साबुनहरू पनि पाउँदो रहेछ लन्ड्री आइटमहरू पनि पाउँदो रहेछ तेल पनि पाउँदो रहेछ है यही हो हाम्रो हटिया चाहिँ है हाम्रो भन्दा पनि अब सबैको हाम्रो हटिया बेसिकल्ली म चाहिँ अलिक यहाँदेखि 7 किलोमिटर परतिर हो मेरो घर चाहिँ पूर्वतिर 7 किलोमिटर 8 किलोमिटर पर्छ सो हामी चाहिँ लगभग धेरै त आइँदैन कहिलेकाहीँ यसो
तर सस्तो चाहिँ त्यहाँ भन्दा यहाँ यो हटियामा सस्तो हुन्छ अब यो आइटमहरू यहाँदेखि चाहिँ हाम्रो फेरि क्लोथिङको क्लोथ्सहरूको होइन लुगाहरूको भनौँ त्यसपछि लुगाहरूको स्टार्ट हुन्छ यहाँनिर चुकमिलोहरू रहेछ चुकमिलोहरू पनि पाउँदो रहेछ तर कुन कर्नरमा पाउँछ पाउन चाहिँ पाउँछ सबै पाउँछ सिद्रा पनि पाउँदो रहेछ यहाँ चाहिँ सिद्रा भनेको चाहिँ अब माछालाई सुकाएर बनाएर हो त्यो चाहिँ तमाकुहरू पनि पाउँदो रहेछ कपहरू पनि अब यस्तो किचन वेयरहरू अन्डरवेयरहरू अन्डर गार्मेन्ट्सहरू पाउँदो रहेछ यहाँ चाहिँ किचन आइटमहरू सबै थोक प्रायः मिक्सिङ धेरै थोक पाउँदो रहेछ म चाहिँ अब अरू पनि किन्ने भनेको थिएँ लगभग मलाई थाहा छैन अस्ति लगेको जस्तो लाग्यो 2 किलो सुन्तला चाहिँ किनेँ केराहरू पाउँदो रहेछ केरा बेसिकली 100 रुपियाँ दर्जनले पाउँछ चस्माहरू पाउँदो रहेछ म चाहिँ लगभग हटिया बाहिर आइसकेको छु यो चाहिँ फ्लिपकार्टहरूको ठुल्ठुलो होलसेलहरू यस्तो उयोहरू प्याजहरू आलुहरू यस्तोमा भेट्दो रहेछ ठुलोमा भेट्दो रहेछ यतातिर हुँदा यो सबै दिन खुल्ला हुन्छ जस्तो तपाईँ व्यापार गर्न चाहनुहुन्छ भने आलुहरूको अनि सब्जीको व्यापार गर्न चाहनुहुन्छ भने तपाईँहरूले आलुहरू यस्तो गोदामबाट लिन सक्नुहुन्छ है अब होलसेल त इटरीमा छोडिदिनु होलसेलको त कुरै नगर्नु कति छ होलसेल जुनसुकै पनि गर्न सक्नुहुन्छ तपाईँहरू होलसेलको सामानहरू लिने भए पनि हुन्छ इटरीको हटियामा हुन्छ अब लगभग दाम धेरै लाग्ने